जेएनजी युवा र उनीहरूले गरेको आन्दोलनप्रति एकदमै आक्रामक अभिव्यक्ति दिँदै आएका नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बाराको सिमारा जाने भएपछि अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। अहिले त्यहाँ एमाले नेताहरूलाई प्रवेश गर्न नदिन जेएनजीका युवाहरूले प्रदर्शन गरिरहेका छन्। प्रदर्शन उग्र बनेपछि कर्फ्यू आदेश जारी भएको छ। सुरुमा जेएनजीका युवामाथि एमालेका कार्यकर्ताले हात हालेपछि यस्तो अवस्था आएको बताइएको छ र त्यहाँ आज बाराको परवानीपुरमा प्रदेश स्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट जम्मा भएका मानिसहरूलाई नेताहरूले यहाँबाट गएर सम्बोधन गर्ने कार्यक्रम थियो। अहिले विमानस्थलमै प्रदर्शन भइरहेको छ। विमानस्थलको गेट फुटाइएको छ र काठमाडौँबाट बुद्धविहारको उडानबाट उनीहरू सिमारा जाने खबर पाएपछि जेएनजी समूहले प्रदर्शन सुरु गरेको थियो। काठमाडौँबाट निर्धारित समयमै उडानका निम्ति धावन मार्गतर्फ अगाडि पनि बढेको थियो बुद्धविहारको जहाज, तर अहिले पार्किङबाट फर्काइएको छ र सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान नहुने बुद्धविहारले जनाएको छ। प्रदर्शनकारीहरू सिमराको विमानस्थल स्थित धावन मार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौँबाटै विमान नउडाइएको हो। अहिले प्रदर्शनकारीहरू सिमरा विमानस्थलको धावन मार्गमै प्रदर्शन गरिरहेको त्यहाँ स्थित पत्रकार वेद भट्टले जानकारी दिएको नेपाल प्रेसले लेखेको छ। प्रहरीले बताएअनुसार एमालेका महासचिव पोखरेल र उक्त पार्टीका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालो मोसो दलेर बजार घुमाउने योजना जेएनजी समूहले बनाएको र यथेष्ट सुरक्षा व्यवस्था नभएसम्म त्यहाँ नआउन भनिएको छ। महासचिव पोखरेल चढेकै विमानबाट सिमरातर्फ जाँदै गरेका पत्रकार राजन कुइकेलले फेसबुकमा एउटा भिडियो पोस्ट गरेका छन्, जसमा उनले आफूहरूलाई विमानबाट उतारिएको र अहिले सुरक्षाका कारणले यो उडान नहुने भनेर बुद्धविहारले जानकारी गराएको बताएका छन्। अहिले चाहिँ हामी सिमरा विमानस्थलतिर जाँदै थियौँ। हामी सँगै चढेको बुद्धविहारको प्लेनमा चाहिँ नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, महेश बस्नेत लगायतका नेताहरू हुनुहुन्थ्यो। उहाँहरू सिमरा विमानस्थल जाँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि त्यहाँ विमानस्थलमा चाहिँ प्रदर्शनकारीहरूले प्रदर्शन गरे र हाम्रो विमानलाई त्यहाँ उत्रन नदिने भइसकेपछि हामी विमानबाट चाहिँ हामी उत्रिएका छौँ अहिले काठमाडौँ विमानस्थलमै। र अब अहिले फेरि हामीलाई बुद्धविहारले चाहिँ काउन्टरतिर लैजाँदैछ। थाहा छैन यो प्लेन फेरि सिमरा जान्छ जाँदैन या अन्त कतै लग्छ। तर यसले एउटा गम्भीर प्रश्न चाहिँ के खडा गरेको छ भने मानिसको आवत जावत गर्ने जुन नैसर्गिक अधिकार हो, मानव अधिकार हो, यो पूर्ण रूपमा चाहिँ भायोलेट गरेको छ, उल्लङ्घन गरिएको छ। यो चाहे जुनसुकै समूहले गरेको होस् यो सही कुरा होइन र विमानस्थललाई बन्द गर्ने ढङ्गले जुन काम कारबाही गरिएको छ त्यो चाहे कुनै प्रदर्शनकारीले गरेको होस् या अरू कुनै नामधारीले, यो एकदमै गम्भीर चाहिँ हामीले अवज्ञा गर्नुपर्ने कुरा हो। र कमसेकम विमानस्थलले र एयरलाइन्सले यात्रुहरूको सुरक्षाको लागि चाहिँ यो क्यान्सल गरेको छ यो उडान। यसको लागि चाहिँ एयरलाइन्सलाई हामीले धन्यवाद दिनैपर्छ र सँगसँगै यात्रुहरूको सुरक्षाको लागि र सँगसँगै उहाँहरूको चाहिँ आवत जावतको अधिकारलाई सुनिश्चित गर्नको लागि विमानस्थल र एयरलाइन्सले तुरुन्तै अर्को अल्टरनेटिभ उडानको चाहिँ व्यवस्था गरोस् भन्ने पनि हामी आग्रह गर्न चाहन्छौँ। र सरकारले पनि यस विषयलाई गम्भीरतापूर्वक ढङ्गले लियोस्। यो एकदमै हेलसक्राइ गर्ने र खालख्याल गर्ने विषय होइन। कति मानिसहरूको चाहिँ स्वास्थ्यको समस्या हुनसक्छ, कति मानिसहरूको अरू आकस्मिक काम कारबाहीहरू हुनसक्छ। ती सबै कुराहरू रोकिने कुरा हुन्छ। त्यसकारण फेरि पनि म आग्रह गर्न चाहन्छु, चाहे जुनसुकै प्रदर्शनकारीले गरेको होस् या कुनै नामधारीले गरेका हुन्, यस्तो खालको काम कारबाहीहरू विमानस्थललाई बन्द गर्ने काम हरकत ठिक होइन। यो कुरा चाहिँ बन्द हुनुपर्छ। धन्यवाद।